भएर पनि आएनन्। काजक्रिया गर्न देवर जेठाजुले जिम्मेवारी लिन चाहेनन्। तर दुई साहसी छोरीहरूले आँसु पुस्दै भने आमालाई अलपत्र छाड्न सक्दैनौ, काजक्रिया हामी आफै गर्छौं। आफै आमाको चितामा दागबत्ती दिए र एकसरो सेतो कपडामा क्रिया बसे। आमाको लागि छोरी नै चाहिने रहेछ भन्दै मलामी पनि भए भावुक। तसबिन हाम्रो समाजमा परिवारको कोही सदस्यको मृत्यु भएमा काजक्रिया गर्न छोरा नै चाहिन्छ, नत्र मृत शरीर तर्दैन भन्ने पुरानो मान्यता छ। तर समाजको त्यो पुरानो परम्परा तोड्दै झापामा दुई साहसी अविवाहित छोरीहरूले छोरा सरहने एकसरो सेतो कोरामा आमाको क्रिया बसेका छन्। छोरा भएर पनि आमाको अन्तिम संस्कारमा आएनन्। देवर जेठाजु आफन्ती सबै पन्छिए, कसैले जिम्मेवारी लिन चाहेनन्। तर साहसी छोरीहरू आँसु पुस्दै अगाडि बढे, आमाको अन्त्येष्टि गरे र क्रिया पनि बसे। आमाको मृत्युको पीडा एकातिर थियो, अर्कोतिर आफ्नै मान्छेहरूको साथ नहुँदाको चोट। कन्काई नदी घाटमा देखिएको एउटा दृश्यले यति बेला हजारौं मानिसहरूको मन भक्कानिएको छ। झापाकी 55 वर्षीय मनमाया बास्कोटाको निधनपछि गाउँमा देखिएको यो दृश्य धेरैका लागि असामान्य र भावुक बनाउने खालको थियो। बुबा गुमाएको केही वर्षपछि आमा पनि गुमाउनु पर्दा छोरीहरू 14 वर्षीय गंगा र 17 वर्षीय पवित्रा भक्कानिरहेका थिए। उच्च रक्तचाप र नशा सम्बन्धी रोगबाट लामो समयदेखि थलिएकी मनमायाको जेठ 4 गते आफ्नै घरमा निधन भएको थियो। उपचार, औषधि र आशाका अनेक प्रयास भए पनि अन्ततः उनले संसार छाडिन्। तर उनको मृत्युपछि परिवारमा शोक सँगै अर्को कठोर प्रश्न पनि उब्जियो, अब काजक्रिया कसले गर्ने? मनमायाका छोरा भएर पनि वर्षौंदेखि परिवारसँग सम्पर्क विहीन जस्तै थिए। बाबुको निधन हुँदा पनि उपस्थित नभएका उनी आमाको अन्तिम यात्रामा समेत आएनन्। परिवारसँग सम्पर्क गर्ने कुनै माध्यम समेत थिएन। देवर जेठाजु नातागोता र आफन्तीहरू भए पनि कसैले काजक्रियाको जिम्मेवारी लिन चाहेनन्। गाउँलेहरू धेरैले सम्झाए, आग्रह गरे, मरेकी बुहारी भाउजूको कर्म त गरिदिनुस्। तर जवाफ एउटै आयो, हामी बस्न मिल्दैन। दुःखको बेलामा काका र ठुलो बुबाबाट आएको त्यो उत्तरले दुई छोरीहरूको मन चिराचिरा बनायो। कन्काई नदीको घाटमा कान्छी छोरी गंगा धेरै बेरसम्म रोइन्, कराइन् र चिच्चाइन्। आमाको मृत शरीर भन्दा बढी आफ्नै आफन्तको कठोर शब्दहरूले उनलाई पोलिरहेको थियो। अन्ततः आँसु पुस्दै गंगाले दृढ स्वरमा भनिन्, आमालाई अलपत्र छोड्न सक्दैनौ, अब काजक्रिया हामी आफै गर्छौं। समाजको डर, परम्पराको दबाव र छोरीले कसरी काजक्रिया गर्छे भन्ने प्रश्नबीच उनीहरूले साहसिक निर्णय लिए। पुरोहित खोज्न समेत कठिन भएको थियो। कसैले परम्परा तोड्न मिल्दैन भने, कसैले समाजले के भन्छ भन्दै पन्छिन खोजे। अन्ततः गाउँकै एकजना पुरोहितले मानवतालाई धर्मभन्दा माथि राख्दै विधि सम्पन्न गराउन सहयोग गरे। सधैँ छोरा चाहिन्छ भन्ने समाजले अन्तिम घडीमा छोरीकै आँसु र सहारामा एक आमाको यात्रा पूरा भएको छ। अहिले दुई छोरीहरू छोरा सरहने आमाको अन्तिम कर्म गरिरहेका छन्। बुबा आमा दुवै गुमाएका पवित्रा र गंगा नै अब एक अर्काका सहारा बने।